कुस्मादेखि मात्र 40-45 मिनेटमा हामी यस्तो राम्रो ठाउँ पुग्न सकिँदो रहेछ। यो हो शीतल गुफा, जुन चाहिँ जोबाङ भन्ने ठाउँमा छ। वाटरफल भन्दा थोरै माथि गयो भने चाहिँ पुगिन्छ। मेन रोडदेखि 4-5 मिनेटको वाकमा हामी गुफासम्म पुग्न सकिन्छ। मिनी हाइक भन्दा पनि फरक नपर्ला। प्रवेशद्वार छिरेपछि चिसो मिठो पानी खान चाहिँ नबिर्सनु होला। हामी जाँदा चाहिँ गुफा चाहिँ बन्द थियो, सो हामी वरिपरि नै हेर्दै नै रमायौं। छेउमा चाहिँ झरनाहरू बगिरहेको थियो। वरिपरि चाहिँ आफ्नो फ्यामिलीहरूले परिवारको सम्झना भनेर चौतारीहरू बनाउनु भएको थियो। चारैतिरबाट चाहिँ हामीले हरियाली देख्न सकिन्छ। भिडबाट एकदम टाढा, एकदमै पिसफुल हुने, मलाई पनि एकदमै आनन्द बनाउने ठाउँ छ। बाटोको नजिकै छ, सो टक्क गएर पूजा गरेर अनि फोटो भिडियो खिचेर आए पनि भयो। मलाई शान्त बनाउनु छ भने चाहिँ यो ठाउँ पक्कै पनि जानु होला। हप्ताभरिको थकानपछि मन्दिर त्यही माथि एकदमै शान्त र आनन्द। अलिअलि मिनी हाइक पनि हुने। रेस्टुरेन्ट र क्याफे भन्दा चाहिँ 10 गुणा बेटर ठाउँमा गए जस्तो लाग्यो मलाई चाहिँ। मलाई यो ठाउँको बारेमा चाहिँ किन थाहा थिएन। तपाईहरुलाई पनि एकदमै आनन्दको ठाउँ चाहिएको छ, हप्ताभरिको थकानपछि चाहिँ एकदमै पीस हुने ठाउँ भने चाहिँ तपाईहरु शीतल गुफा जान सक्नुहुन्छ। सो यति नै हो गाइस, सी यू इन नेक्स्ट भिडियो। टेक केयर, ह्यापी न्यू इयर।